फिटनेस मिथ नम्बर 6 मसल चाहिने त जवानीमा मात्र हो, बुढेसकालमा के को मसल। इमेजिन गर्नुस् तपाईको बुढेसकालमा लट्ठी खोज्दै हुनुहुन्छ, उठ्नको लागि, कतै जानको लागि, अनि तपाईलाई अरूको सहयोग चाहिन्छ, कुनै सामान बोक्नको लागि, अनि भर्याङ चढ्नको लागि, किनकि तपाईलाई नर्मल हिडडुल गर्न चाहिने मसलहरू अब काम गर्दैनन्। यदि तपाईलाई यो कुरा नर्मल लाग्छ भने प्लिज स्क्रोल द भिडियो। 30 वर्षको उमेरपछि हरेक 10 वर्षमा हाम्रो शरीरको 3 देखि 8% मसलहरू घट्दै जान्छ, अनि 60 वर्षपछि त झन् छिटो मसल लस हुन थाल्छ। 60-70 पछि त अलमोस्ट धेरै मसलहरू घटिरहेको हुन्छ, जसले गर्दा नर्मल काम गर्न पनि तपाईलाई गाह्रो हुन थाल्छ, अनि त्यसमाथि कतै लड्नु भयो भने फ्र्याक्चर पनि छिटो हुन्छ, र त्यो हिल हुन नै गाह्रो हुन्छ, किनकि हाम्रो हड्डीलाई सपोर्ट दिने मसल नै हुँदैन। मसलको अरू थुप्रै बेनिफिटहरू छ। मसलले गर्दा तपाईले बसिरहेको बेला पनि इनर्जी युज हुन्छ, जसले गर्दा शरीरको फ्याटहरू पनि कम हुन्छ। तर बिना मसल तपाईको फ्याट बढ्छ, अनि डायबिटिज र कोलेस्ट्रोलको समस्या पनि हुन थाल्छ। यो बाहेक तपाईको अल्जाइमरको रिस्क कम हुन्छ, जसले गर्दा ब्रेन पनि राम्ररी काम गर्छ। के अझै पनि सोचाइमा हुनुहुन्छ? धेरै केही पनि गर्न पर्दैन, हल्का फुल्का वेटले आफ्नो शरीरलाई ट्रेन गर्नुहोस्, अनि मेन कुरा स्क्वाड चाहिँ छुटाउँदै नछुटाउनुहोस्, किनकि बुढेसकालमा लट्ठीको होइन मसलको सहारा चाहिन्छ।